थ्याङ्क यू बाबा तपाईले सरप्राइज दिएकोमा तपाईलाई धेरै धेरै धन्यवाद छ। यो उपहारहरू एक बाबाको माया थियो, आफ्नो सानो छोरीको लागि टाढा दुबईबाट पठाउनु भएको मायाको कोसेली। उहाँ अहिले दुबईमा कार्यरत हुनुहुन्छ अनि अझ भन्नुपर्दा उहाँ त हाम्रो आफ्नै छिमेकी भाइ पो हुनुहुँदो रहेछ। आजकल व्यवसायको कारणले म बजारतिर अलि बढी बस्ने गर्छु, त्यसैले कहिलेकाहीँ आफ्नै गाउँका दाजुभाइ दिदीबहिनीहरू चिन्न गाह्रो पर्दा अलि मन भारी हुन्छ। त्यही बिच उहाँको अर्डर एक्कासी आयो। समय कम थियो तर माया धेरै। हाम्रो बेकरीमा बेक्की भाइले अर्जेन्ट केक तयार पार्नुभयो, फेरि पनि उहाँको अर्डर अनुसार र हामी सबै मिलेर प्रत्येक गिफ्टलाई मायाले प्याक गऱ्यौँ। त्यसपछि एउटा बाबाको मायाको कोसेली बोकेर हामी लाग्यौँ हल्देबेरी 5 जलथलतर्फ। त्यहाँ पुग्दा नानु त पहिले नै हाम्रो पर्खाइमा रहेकी रहेछिन्। सायद बाबाले केही सङ्केत दिइसक्नु भएको थियो। सो हाई फ्रेन्ड्स, अहिले चाहिँ हामी आएको छौँ हाम्रो आफ्नै गाउँ, मेरो आफ्नै गाउँ हल्देबेरी 5। यहाँनिर के भएर आपडाक चोकदेखि अलिकति भित्रपट्टि। लेट्स गो। सानो नानीलाई फेरि पनि सरप्राइज दिनु बाबाको कोसेली। हामीले सरप्राइज दियौँ र नानुलाई भन्यौँ बाबालाई थ्याङ्क यू भनिदेऊ न नानु भनेर। तर त्यो सानो नानुको आँखाबाट मोतीका दाना झर्न थाले। थ्याङ्क यू भन्दा साइडबाट हजुरआमाको आँखाबाट पनि त्यही मोतीका दाना खस्न थालिसकेका रहेछन्। खुसीले आउने आँसु र दुःखले आउने आँसु फरक छुट्याउन निकै गाह्रो हुन्छ। यद्यपि दुबईमा माया लुकेको हुन्छ। अब वान लास्ट गिफ्ट। सो कति वर्ष पुग्यो आजबाट? 10 वर्ष। 10 लागि ल आज 9 पुगेर 10 लागि। कसले पठाइदिनु भएको म त अघि थाहा पाइहाल्यो हैन? थ्याङ्क यू बाबा तपाईले सरप्राइज दिएकोमा तपाईलाई धेरै धेरै धन्यवाद छ। रुनु पर्दैन, नरुई भन्नुपर्छ। रुनु हुँदैन। किन रुनु भएको? रुनु पर्दैन। ल त हजुरआमा पनि रुनु भयो त अनि। ल ल ल ल ल इन्जोय। ल इन्जोय गर्ने केक काट्ने। ल रुनु हुँदैन। किन रुनु र? खुसीको टाइममा त। तर खुसीको आँसु केही हुँदैन। खुसी